अब यो मौरी पक्रनको लागि यो जाली आवश्यकता पर्छ र खाली घार अनि त्यसपछि अब यसमा जुमाएर लगेर चाहिँ त्यो आँखाबाट भनिहाल्नु मौरीको मह त्यसै खान पाइन्छ। हेर नि आँखा। अब यो घारलाई चाहिँ अब लाउनुभन्दा पहिला यसरी अब सफा गर्ने, यसरी अब मैला हुन्छ यो यसमा यो मैन पुतलीहरू सबै हुन्छ नि त नयाँ घरमा, यसलाई यसरी टक्कर यो फ्रेमहरू त अब ठिकै छ। र अब यो आधीभन्दा धेरै यहाँ पसिसकेको छ र यसको राना पनि लगभग अब यहीँ पसिसक्यो। अब यो राखिसकेको छ र मौरीहरू एकदम मजाले भित्र पसिसकेको छ। भनेपछि अब यसलाई यसरी छोपेर राख्नुपर्छ। ल आज चाहिँ यो छुटेर गएको मौरीलाई कसरी सार्ने भनेर तपाईँहरूसँग चाहिँ एउटा भिडियो लिएर आएको छु। हेर्नुहोस् है त अन्तिमसम्म के कसरी म लाउँछु। निकै नै छुटेर गएको छ, यो आधाभन्दा धेरै नै गएको हुनसक्छ। अब यो मौरी पक्रनको लागि यो जाली आवश्यकता पर्छ र खाली घार अनि त्यसपछि अब यसमा जुमाएर लगेर चाहिँ त्यो खाली घारमा चाहिँ लाउनुपर्छ। हाम्रो काकाको मौरी होइन त? हजुर हो, मेरो हो। चिरिहाल्यो आँखाबाट भनिहाल्नु मौरीको मह त्यसै खान पाइन्छ। हेर नि आँखा। यसलाई चाहिँ यो ब्यागमा यो नेटमा बिस्तारै सोर्नुपर्छ। यसरी बिस्तारै लाने हो। यसरी मैले सोरिसकेको छु। अब यसलाई यसरी बन्द गर्ने हो। अब केही मात्रामा चाहिँ त्यो माथि भएको छ, तर त्यहाँनिर अब रानी नहुन सक्छ। अब रानी धेरै जस्तो यहीँ छ, त्यही हुनाले अब रानी यहीँ आयो भने चाहिँ मलाई लागेको छ। र अब यसलाई चाहिँ अब घरतर्फ लगेर लाउनुपर्छ। अब हामीले लाउन आँटेको घार चाहिँ यो हो, यो नयाँ घार हो र यसमा आवश्यक पर्ने अब आधार चक्काहरू पनि आवश्यकता पर्थ्यो, तर यो आधार चक्का नभएको हुनाले इमर्जेन्सी मैले चाहिँ अब यो तल गाउँमा हाम्रै काकाहरूको चाहिँ अब छुटेर गएको हुनाले अब यसमा लगाइदिन गइरहेको छु। र अब हामीले लाउन आँटेको घार चाहिँ यो हो, यो नयाँ घार हो र यसमा आवश्यक पर्ने अब आधार चक्काहरू पनि आवश्यकता पर्थ्यो, तर यो आधार चक्का नभएको हुनाले इमर्जेन्सी मैले चाहिँ अब यो तल गाउँमा हाम्रै काकाहरूको चाहिँ अब छुटेर गएको हुनाले अब यसमा लगाइदिन गइरहेको छु। र अब यो घारलाई चाहिँ अब लाउनुभन्दा पहिला यसरी अब सफा गर्ने, यसरी अब मैला हुन्छ यो यसमा यो मैन पुतलीहरू सबै हुन्छ नि त नयाँ घरमा, यसलाई यसरी टक्कर गरेर यो फ्रेमहरू त अब ठिकै छ, मैला छैन, यो ठिक छ। यसो हुँदै गर्दाखेरि अब यसलाई मिलाउने काम यसरी मिलाएर अब म यसलाई रेडी बनाउँछु हाल्नको लागि। र यो छुटेर सुरुमा गएको मौरीलाई चाहिँ अब यसरी क्विन गेट अब जबरजस्ती राखाइ हो नि त यो। अब यो क्विन गेटलाई मैले गोबरको बार लाएर चाहिँ गोबरले चाहिँ अडाएर चाहिँ यसलाई चाहिँ मजाले अडाउनुपर्छ, किनभने यो गोबर चाहिँ अलिक छिटो सुक्ने हुनाले अब यो 2-4 दिनको लागि मात्रै हो। जबरजस्ती नै हो अब यो राखाइ चाहिँ।
त्यही भएको हुनाले चाहिँ अब यसलाई चाहिँ यसरी क्विन गेट पहिला लाउने हो र यसलाई यसरी लाएर बलियो बनाउनुपर्छ किनभने अब यो प्रेसले निस्किन खोज्छ त्यतिखेर निस्किन सक्छ र यो माथि चाहिँ अब यो पर ब्याकमा सोरेर ल्याउँछु त्यसलाई चाहिँ अब लाउनको लागि यसरी यसलाई यसरी बाँधेर यो लाउनको लागि सजिलो हुन्छ भनेर होइन बोरा चाहिँ किन लगाएको भन्नुहुन्छ भने यो बोरालाई चाहिँ अब यो माथिको इनर कभर चाहिँ दुलो नभएको हुनाले अब यसलाई चाहिँ मैले सजिलोको लागि अब यस्तो बनाएको छु ल। अब फेरि मौरी चाहिँ अब यसरी लाउँदैछौँ हामीले। अब यो माथि अब सोरेर ल्याएको मौरीलाई चाहिँ अब हामीले यसमा राखेको छौँ र अब यो मौरीलाई चाहिँ अब यो नयाँ घरमा अब लाउनको लागि तयारी अवस्थामा छौँ हामी चाहिँ। अब यसलाई चाहिँ यसो गर्ने अब यो ट्याक्क यसरी मिलाएर यो दुलो सट्ट हुँदो जान्छ क्या यो मौरीहरू अब यसरी टक्टकाएर झार्ने हो बिस्तारी बिस्तारी यसरी झारेर चाहिँ नतारिकन बिस्तारी गर्नुपर्छ यसलाई बिस्तारी बिस्तारी यो दुलोबाट हुँदो जान्छ। धेरै लामो भयो र अब यो आधीभन्दा धेरै यहाँ पसिसकेको छ र यसको राना पनि लगभग अब यहीँ पसिसक्यो।
पछान्यो अब लगभग यो राणा चाहिँ अब कहाँ छ भन्ने कुरो अब यत्रो हुलमुलमा देखिँदैन र अब रानी पसिसकेको सङ्केत चाहिँ यहाँ अब उनीहरूको कर्मी मौरीले गरिसकेको छ। त्यही भएर मैले यसलाई यसरी टक्राइदिन्छु। गएको हुन्छ अब यो लगभग अब पसिसकेको छ। यो बाहिर गएकोहरू पनि सबै आइसकेको छ। अघि माथि आकाशतिर घुम्दै थियो, अहिले चाहिँ सबै यहीँ आइसकेको छ। अब यो राणा पसेको पनि यिनीहरूले सङ्केत गर्छ के साथीहरू, यो सङ्केत गर्छ। त्यसो हुँदै गर्दाखेरि यहाँ कन्फर्म छ भन्ने भएर चाहिँ मैले आधी चाहिँ अघि टकटकाइदिएको र यहाँ पनि बाँकी छ। अब यसलाई पनि म टकटकाइदिन्छु। अब यो राखिसकेको छ र मौरीहरू एकदम मजाले भित्र पसिसकेको छ। भनेपछि अब यसलाई यसरी छोपेर राख्नुपर्छ। यसरी अब ढकनी लाएर यो ढकनी लाएर अब यसको फिक्स ठाउँमा राख्नु पर्यो। यो मौरी घरलाई चाहिँ कहाँ राख्नु? माथि नै। कहाँ माथि? यहाँ हो, यो फलेको हातमा यहाँको मौरी गएको? यहाँको होइन हौ, होइन तल्लोपट्टिको गइसक्यो नि। यहाँको मौरी यहाँको चाहिँ माथि तालामाथि टक्क लगेर राख्ने हो। बाहिरबाट बाहिरबाट भइसक्यो। अब यसलाई चाहिँ यहाँनिर राखेको छु र अब यो एक साता पछाडि चाहिँ अब यसलाई काम कतिको गर्छ त्यो हेरेर चाहिँ अब यो क्विन गेट चाहिँ निकालिदिनुपर्छ। यसरी छुट्टिएर गएको मौरीलाई पनि यसरी राख्न सफल भएको छु। तपाईँहरूलाई भिडियो के कस्तो लाग्यो साथीहरू? भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभयो, तपाईँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र मनमा लागेको जिज्ञासा प्रतिक्रियाहरू कमेन्ट बक्समा छोड्न सक्नुहुनेछ। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरेर जोडिराख्नुहुन्छ भन्ने आशा राखेको छु। यस्तै सानोतिनो मौरी सम्बन्धी भिडियोहरू लिएर आउने नै छु। त्यतिन्जेलसम्मको लागि बिदा चाहन्छु। हस्त नमस्कार, फेरि भेटौँला।